हेलो एभ्रिवान वेलकम टु फार्मा इन्फो नेपाल। फार्मा इन्फो नेपालको फार्मेसी लाइसेन्स कक्षामा यहाँहरू सबैलाई स्वागत छ। आज पनि केही प्रश्नहरूको समाधान हामी गरौँ। यदि तपाईँलाई हाम्रो कक्षाहरू मनपर्छ भने हाम्रो कक्षाहरू जोइन गर्न सक्नुहुन्छ। आउनुहोस् सुरु गरौँ है त। यहाँ क्वेसनमा चाहिँ के भनेको छ भने विच अफ द फलोइङ ड्रग कजेज द रेयर सिन्डम भन्न खोजेको हो खासमा यो क्वेसनको। के त संक्षिप्तमा भन्नुपर्दा भनेपछि विच अफ द फलोइङ ड्रग इज एसोसिएटेड विथ रेयर सिन्डम इन वेन गिभन चिल्ड्रेन विथ द भाइरल इन्फेक्सन भनेर भनेको छ। र तपाईँहरूको इक्जाममा हाम्रो यसबाट क्वेसन सोधिराख्दा सिन्ड्रम लाइक साइड इफेक्ट अफ भेरियस ड्रग्स भनेर सोधिराखा हुन्छ होइन। त्यहाँनिर कसरी टिक लाउने भनेर यहाँहरूलाई सजिलो मैले गराउँदैछु भनेपछि यो क्वेसन भनिराख्दा त तपाईँहरूले के त आरए भनेर रोहेमेटिक आर्थाइटिस पनि भनेर सम्झिन सक्नुहुन्छ। भनेपछि आरए भन्ने बित्तिकै के त आरबाट रेयर सिन्डम आयो, एबाट एस्प्रिन। एस्प्रिनको साइड इफेक्ट के हो त भन्दा हामी रेयर सिन्डम भनेर बनाउँला। ठिक छ, करेक्ट आन्सर के हुने भयो त एस्प्रिन हुने भयो। त्यसै गरी अर्को भनेको यहाँ सल्फनामाइड छ। एस भने त एस नै हुन्छ नि, एस भने पी, एस भने एन हुन्छ त हुँदैन। भनेपछि एसबाट सल्फनामाइड भन्ने आयो र सल्फनामाइडले के गराउँछ त भन्दा स्टिभेन जोन्सन सिन्ड्रम। विच अफ द फलोइङ ड्रग कजेज द स्टिभेन जोन्सन सिन्ड्रम भनेर इक्जाममा सोधिरहेको छ। सो सल्फनामाइडले स्टिभेन जोन्सन सिन्ड्रम। अर्को यो इम्पोर्टेन्ट ड्रग्स भनेको चाहिँ के त रेडमेन सिन्ड्रम है, भिआर भनेर सम्झिने। अर्थात् के त भिआर भेन्कोमाइसिनले रेडमेन सिन्ड्रम गराउँछ। रेडमेन सिन्ड्रम कुन ड्रगले गराउँछ भन्यो भने भेन्कोमाइसिन भन्ने हो। अर्को लास्टको चाहिँ हाम्रो के त रोफ्याम्पिसिन छ। यसमा चाहिँ हामी आरएफ भ्यालु भनेर सम्झिने, आरएफ भ्यालु भनेर सम्झिनुपर्छ। आरबाट के हुने भयो त आरबाट हाम्रो रिफ्याम्पिसिन हुने भयो, एफबाट के त फ्लू लाइक सिन्ड्रम। विच अफ द फलोइङ ड्रग कजेज द फ्लू लाइक सिन्ड्रम भनेर भनिराख्दा हामीले के त रिफ्याम्पिसिन भन्नु पर्यो है। यस्तै यस्तै सजिलरी अर्थात् डिटेलमा क्लास पढ्नु छ भने तपाईँले 9868719471को भाइबर नम्बरमा म्यासेज गरेर हाम्रो कक्षाहरू जोइन गर्न सक्नुहुन्छ। राति 8 बजे धमाधम क्लासहरू भइरहेका छन् है। यदि क्लास जोइन गर्न इन्ट्रेस्टेड हुनुहुन्छ भने आज नै म्यासेज गरेर यहाँले जोइन गर्न सक्नुहुन्छ। फेरि हामी अर्को जानकारीमूलक भिडियोमा भेट्नेछु। हस्त धन्यवाद।